बडो दुःखका साथ भन्नुपर्छ यथार्थ कुरा। प्रधानमन्त्रीज्यू सीमा रक्षा गर्न नसक्ने, गृहमन्त्रीले सुरक्षा दिन नसक्ने, शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास मल दिन नसक्ने, श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने, अर्थमन्त्रीज्यूले बजार दिन नसक्ने, राहत दिन नसक्ने, महँगी नियन्त्रण गर्न नसक्ने, सहकारी पीडितले पैसा फिर्ता नपाउने, न्यायालय छ न्याय नपाउने, अस्पताल छ उपचार नपाउने, अनि हामीले गरिरहेको कुरा के होला? वाट आर वी डुइङ? के गर्दैछौँ हामीले? यो प्रश्न म लगायत सबैजनालाई सोध्न चाहन्छु आज। अब हामीले संसदमा बोल्छौँ, सरकार संसदप्रति जवाफदेही बन्नुपर्छ भन्ने माग हिजोसम्म राख्यौँ। हिजो खुसी लाग्यो, सभामुखज्यूले निर्देशन पनि दिनुभएको छ। आशा गर्छु हाम्रो प्रधानमन्त्रीज्यू आएर हाम्रो प्रश्नको, हाम्रो भन्नाले हाम्रो पर्सनल केही छैन, जनताको प्रश्नको उत्तर उहाँले दफावार दिनुहुनेछ। प्रश्नको उत्तर उहाँले दिनैपर्छ। सरकार संसदप्रति जवाफदेही बन्नुपर्छ, संसद जनताप्रति जवाफदेही बन्नुपर्छ। जवाफदेही नबन्ने हो भने हामीले गरिरहेको यो कार्यको कुनै अर्थ रहँदैन। यहाँ आउनु, बोल्नु, होइन, बोल्नु त हामी थुप्रो बोल्छौँ। आज पनि यहाँ थुप्रै हामीले बोलिसक्यौँ, 2 घन्टा 3 घन्टा भइसक्यो बोलेकै छौँ। तर यी बोलेका कुराहरूको सुनवाई कसले गर्ने हो र त्यो सुनवाई गरे अनुसार कार्य हुन्छ कि हुँदैन, यो पनि चाहिँ नि हामीले गम्भीर भएर यसको उत्तर हामी सबैले दिउँ, नेपाल सरकार लगायत हामी सबैले दिउँ। अब यहाँ भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री थुप्रै उहाँको चाहिँ त्यो लामो छ मन्त्रालयको नाम। उहाँलाई म प्रश्न गर्न चाहन्छु, यो सभामुख मार्फत, संसद मार्फत उहाँलाई। सुनसरीको रामधुनी 7 मा 64 बिघा भन्ने बस्ती छ। त्यो बस्ती चाहिँ एकजना भूमाफियाले कहिले हो कहिले बस्ती नै नहेरिकन 3-4 चोटि मुद्दा पनि जित्याएर बस्तीवासीले उसले आफ्नो नाममा पारेको रहेछ भन्ने कुरा आएको छ। त्यो बस्तीवासीले न्याय कहिले दिने हो? बराहा बचत तथा ऋण सहकारी संस्था धरानमा अरबौँ पैसा डुबेको छ बचतकर्ताको, त्यो पैसा कहिले पाउने हो? विशिष्ट यी 2टा कुरा मैले राख्न चाहेँ। त्यसै गरी सुनसरी 1 लगायत देशैभरि हामीले योजनाका मागहरू, लिस्टहरू बुझाएका छौँ सम्बन्धित मन्त्रालयहरूमा। ती योजनाका ठेक्काहरू कहिले लाग्छन्? तुरुन्त लगाउनु पर्यो। कार्यविधि बनेको छैन, यस्तो बनेको छैन, उस्तो बनेको छैन भन्न पाउँदैन सरकारले। त्यो बनेको छैन र त बनाउनु पर्छ, होइन? यत्रो ठुलो तपाईँको चाहिँ बहुमत प्राप्त सरकारले यस्तो थिएन उस्तो थिएन भनेर चाहिँ सानोतिनो बहानाबाजी गर्न मिल्दैन। म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु, ठेक्का अब धमाधम खोल्नुपर्छ। हुन्छ मात्रै भनेर हुन्न, धमाधम ठेक्का खोल्नुपर्छ। असारमा गएर तपाईँको चाहिँ हामीले असारे काम गर्नु हुँदैन। पानी पनि परिरहेको छ, त्यतिखेर कालोपत्रे लिएर अस्फाल्ट हामीले लगाइहिँडेको थुप्रो ठाउँमा देख्छौँ। काम नगर्ने ठेक्का तपाईँको चाहिँ गर्ने निर्माण व्यवसायीहरूलाई कारबाही पनि गर्नुपर्छ। त्यसमा पनि मेरो पार्टी तेरो पार्टी नभनिकन चाहिँ हामीले, होइन, तथ्यको आधारमा, गुण र दोषको आधारमा चाहिँ कारबाही चलाइयोस् भन्ने माग पनि म गर्न चाहन्छु। यो कानुनी झमेलाहरू थुप्रै छन् विकासका लागि बाधक। हामीले चाहिँ नि जनताले हामीलाई डेलिभरी, होइन, विकासको चाहिँ तपाईँको चाहिँ डेलिभरी खोजेका छन्, तर हामीले चाहिँ कानुन मात्रै सोझाइरहेछौँ। यहाँ पनि थुप्रै छ, कानुन थुप्रो रहेछ यो देशमा, कानुन थुप्रो रहेछ। ती सम्पूर्ण कानुनहरूलाई चाहिँ सोझो कानुन, बुझ्ने खालको कानुन, या उता जहाँ जे लेखिएको भए तापनि भन्ने खालका कुराहरू हटाएर सामान्य तपाईँको चाहिँ वाक्यहरूमा सबैले बुझ्ने खालको कानुन बनाउनुपर्छ। म त्यसतर्फ पनि ध्यान आकर्षण गराउन चाहन्छु। र अन्त्यमा ताप्लेजुङ अस्ति म गएको थिएँ मुकुमलुङ पाथिभरा माताको दर्शन गर्नलाई। त्यहाँ सुकेटारदेखि तपाईँको चाहिँ त्यो पर फेदीसम्मको बाटो खोला जस्तो रहेछ। बाटो बनाउँदै गएको, श्रमदान गर्दै गएको, होइन, ढुङ्गा पास गर्दै, खाल्डाहरू पुर्दै बाटो तपाईँको चाहिँ के अरे त्यो तरिकाले गयौँ। त्यो बाटो चाहिँ तुरुन्त बनाउनुपर्छ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद छ, नमस्ते।